साथीहरू सर्वप्रथम हामीसँग यामाको RN15 V2 बाइक रहेको छ। यसको फोटोहरू चाहिँ यस प्रकारका छन्। फोटो एकदमै बबाल छ। गाडीको लुक्स पनि एकदमै राम्रो छ। यो गाडीको डिस्क्रिप्सनमा चाहिँ यसरी लेख्नुभएको छ, अर्जेन्ट सेल, ट्याक्स क्लियर भन्नुभएको छ, सुपर फ्रेस कन्डिसन, बोथ टायर न्यू, सिल प्याक इन्जिन, एक्सचेन्ज एभाइलेबल, लोकेसन भक्तपुर थिमी, डाइरेक्ट कल मी फर मोर डिटेल भनेर भन्नुभएको छ है। त्यस्तै गरी अब यो गाडीको जेनरलमा चाहिँ के लेख्नुभएको छ भनेदेखि लोकेसन चाहिँ अरनिको हाइवे बालकुमारी, मध्यपुर थिमी, म्युनिसिपालिटी भक्तपुर भन्नुभएको छ होइन। डिलिभरी चाहिँ नट एभाइलेबल, नेगोसिएबल यस भने चाहिँ यसको मतलब चाहिँ केही थोरै घटेर पनि दिन सक्नुहुन्छ। त्यस्तै गरेर यो एड्सको चाहिँ यो विज्ञापनको एक्सपायर चाहिँ भनेको तपाईँको 2025 मार्च 31 तारिक यसको यो विज्ञापनको एक्सपायर हुनेछ है। त्यतिन्जेलसम्म चाहिँ तपाईँले कन्ट्याक्ट गरेर किनिसक्नुपर्ने हुनेछ यदि तपाईँले किन्न चाहनुभयो भने। र त्यसै गरी स्पेसिफिकेसनमा चाहिँ यसरी लेख्नुभएको छ, ट्रान्समिसन अटोमेटिक हुनुहुन्छ, टाइप्स स्पोर्ट लेख्नुभएको छ, फ्युल चाहिँ पेट्रोल, इन्जिन तपाईँको 150 सीसीको लेख्नुभएको छ भने माइलेज चाहिँ 40 किलोमिटर दिन्छ भनेर लाउनु भएको छ। र अहिलेसम्मको रनिङ चाहिँ कति भएको छ भने 35,000 रन भइसकेको छ भनेर लेख्नुभएको छ भनेदेखि मेक इयर चाहिँ 2015 को। र यो बाइकको दाम चाहिँ भनेको तपाईँको कति राख्नुभएको छ भने ट्याक्कै 95,000 राख्नुभएको छ है। तर उहाँले के अरे नेगोसिएबल यस भन्नुभएको छ। अब 95,000मा तपाईँको केही धेरै थोरै कम्ती गरेर तपाईँलाई दिन सक्नुहुन्छ। र तपाईँ यदि उहाँलाई सम्पर्क गर्न चाहनुहुन्छ भने चाहिँ उहाँको नम्बर रहेको छ 9823057209 भनेर लेख्नुभएको छ भनेदेखि अर्को नम्बर रहेछ 9745654501 भनेर लाउनु भएको छ। यस नम्बरमा तपाईँ कन्ट्याक्ट गरेर यो बाइक खरिद गर्न सक्नुहुनेछ। त्यस्तै गरेर हामीसँग अर्को स्कुटी रहेको छ। यो स्कुटीको चाहिँ र्याडियो स्कुटी जस्तो छ। यो स्कुटीको फोटो भनेको यो एउटा मात्रै छ। स्कुटीको यसको अलिक नजिकबाट हेरौँ, टायरहरू पनि नयाँ छ, राम्रै छ है। तपाईँको हेडलाइट पनि ठिकै छ, पछाडि पनि राम्रै छ। यो स्कुटीको डिस्क्रिप्सनमा चाहिँ यसरी लेख्नुपर्छ, रेड 49 लटको स्कुटर हो, माइलेज 32 to 35 छ, सिटीमा ब्रान्ड न्यू टायर छ, अगाडि पछाडि नै, खर्च केही पनि छैन, पास हुन्छ। तर मान्छे विदेशमा भएकोले तुरुन्तै पास हुन्न 2-3 महिना लाग्छ भनेर लेख्नुभएको छ है। र उहाँले जेनरलमा चाहिँ के लेख्नुभएको छ भनेदेखि लोकेसन चाहिँ डल्लु छाउनी काठमाडौँ, मेट्रोपोलिटन सिटी काठमाडौँ भनेर लेख्नुभएको छ भनेदेखि डेलिभरी चाहिँ नट एभाइलेबल, नेगोसिएबल यस भने चाहिँ अझै पनि केही 1-2 हजार घटेर दिन सक्नुहुन्छ भन्ने मलाई लागेको छ। र यो यसको एक्सपायरी भनेर चाहिँ तपाईँको मार्च 27 तारिक हुन्छ है यो विज्ञापन चाहिँ। अब स्पेसिफिकेसनमा चाहिँ के लेख्नुभएको छ भने ट्रान्समिसन अटोमेटिक, टाइप्स स्कुटी, फ्युल चाहिँ पेट्रोल, इन्जिन सीसी तपाईँको 125 सीसीको छ। मेन इम्पोर्टेन्ट भनेर हामीले हेर्नुपर्ने 125 सीसी हो। त्यसपछि माइलेज भनेको 35 माइलेज दिन्छ भनेर लेख्नुभएको छ भनेदेखि यो स्कुटी चाहिँ तपाईँको बागमती अञ्चलमा रहेको छ भनेदेखि लट चाहिँ 49 को छ है। अब यसको मेक इयर भन्नुपर्दा 2013 को छ, कलर चाहिँ रेड भनेर लाउनु भएको छ। अब यस स्कुटीको प्राइस भन्नु पर्दाखेरि तपाईँको मात्र 32,000 भनेर लाउनु भएको छ। 32,000 छ है। यसमा पनि त उहाँले नेगोसिएबल राख्नुभएको छ, लगभग 1-2 हजार घटेर दिन सक्नुहुन्छ मेरो विचारमा। र अब तपाईँ यो स्कुटी खरिद गर्न चाहनुहुन्छ भने चाहिँ उहाँको फोन नम्बर चाहिँ रहेको छ 9846691904 9846691904 रहेको छ। त्यस्तै गरेर हामीसँग अर्को स्कुटी नै रहेको छ। यो स्कुटीको फोटो चाहिँ यस्तो किसिमको रहेको छ है साथी। यो स्कुटीलाई अलिकति जुम गरेर हेरौँ, यसको साइडमा के छ कि एकदमै राम्रो छ, ठिकै छ।
त्यति धेरै स्क्र्याचहरू टुटफुट केही पनि छैन। अगाडि पनि लगभग ठिकै नै छ, राम्रै छ। उहाँ चाहिँ डिस्क्रिप्सन उहाँले चाहिँ बेस्ट फर ड्राइभर्स, बेस्ट माइलेज, ट्याक्स क्लियर, अल क्लियर, बोथ गुड टायर्स, फ्रेस इन्जिन, अल गुड कन्डिसन, बाई एन्ड एक्सचेन्ज भनेर लेख्नुभएको छ। भनेदेखि जेनरलमा चाहिँ उहाँले के लेख्नुभएको छ भनेदेखि लोकेसन चाहिँ तपाईँको काठमाडौँ मेट्रोपोलिटन सिटी नागार्जुन म्युनिसिपालिटी काठमाडौँ भनेर लेख्नुभएको छ। भनेदेखि डेलिभरी चाहिँ नट एभाइलेबल, नेगोसिएबल यस भन्नुभएको छ, नेगोसिएबल। यो स्कुटी पोस्ट गरेर चाहिँ लगभग 12 दिन भइसकेको रहेछ साथी हो। छ कि या अझै बिक्री हुन बाँकी छ, तपाईँ कन्ट्याक्ट गरेर सोध्न सक्नुहुनेछ। स्पेसिफिकेसनमा चाहिँ उहाँले यसरी लाउनु भएको छ। फिचर चाहिँ सेल्फ कलर ब्लू, इन्जिन 125 सीसी, लट नम्बर 51 लटको छ यो स्कुटी। युज फर 9 इयर्स अलरेडी युज भइसकेको छ। टाइप चाहिँ स्ट्यान्ड र माइलेज तपाईँको 45 दिन्छ भनेर भन्नुभएको छ। भने किलोमिटर रन चाहिँ 36,000 किलोमिटर रन मात्र भएको भनेर लाउनु भएको छ। भने कि मेक इयर चाहिँ तपाईँको 2012 लाउनु भएको छ। भनेदेखि ट्रान्समिसन अटोमेटिक, फ्युल पेट्रोल, अञ्चल बागमती। र यो स्कुटी किन्नुहुन्छ भनेदेखि साथी है, यो स्कुटीको दाम चाहिँ कति रहेको छ भनेदेखि मात्र 36,000 लाउनु भएको छ है। 36,000 पनि नेगोसिएबल भन्नुभएको छ। नेगोसिएबल अब 1-2 हजार तलमाथि गरेर दिन सक्नुहुन्छ भन्ने मलाई लागेको छ। र यदि यो स्कुटी किन्न चाहनुहुन्छ भनेदेखि उहाँको फोन नम्बर चाहिँ रहेको छ है 9848584743 9848584743 रहेको छ उहाँको कन्ट्याक्ट नम्बर। त्यसै गरी हामीसँग अर्को बाइक रहेको छ है। यो बाइक चाहिँ भनेको तपाईँको होन्डाको ट्विस्टर 51 लटको छ यो बाइक चाहिँ। यो बाइकको फोटो चाहिँ यस प्रकारको छ। यस बाइकको डिस्क्रिप्सनमा चाहिँ यसरी लेख्नुभएको छ, होन्डा ट्विस्टर 51 लटको भनेर लाउनु भएको छ। भनेदेखि सेकेन्ड ह्यान्ड, ओरिजिनल ब्ल्याक कलर, 2012 मोडल, फ्रेस कन्डिसन भनेर लेख्नुभएको छ डिस्क्रिप्सनमा। जेनरलमा पनि अब तपाईँ के लेख्नु भएको छ भनेदेखि लोकेसन चाहिँ खुसीबु काठमाडौँ भनेर लेख्नु भएको छ। डेलिभरी नट एभाइलेबल, नेगोसिएबल, फिक्स प्राइस भन्नुभएको छ है। यो के अरे एड्स चाहिँ पोस्ट गरेको लगभग 15 दिन भइसकेको छ है। यसको एक्सपायरी भनेको चाहिँ मार्च 15 तारिक चाहिँ यसको एक्सपायर हुने चाहिँ यो विज्ञापनको। त्यसै गरी चाहिँ तपाईँको स्पेसिफिकेसनमा चाहिँ के लेख्नु भएको छ भने ट्रान्समिसन म्यानुअल, टाइप्स स्ट्यान्डर्ड, फ्युल पेट्रोल, तपाईँको 110 सीसीको मात्रै रहेको यो बाइक चाहिँ। तपाईँ किलोमिटर रन चाहिँ अब नट एप्लिकेबल लेख्नु भएको छ, कति किलोमिटर कुदेको भन्ने कुरा। मेकर चाहिँ तपाईँको 2012 को रहेछ, कलर ब्ल्याक भनेर लेख्नु भएको छ। भनेदेखि यदि तपाईँ यो बाइक किन्न चाहनुहुन्छ भनेदेखि यो बाइकको प्राइस भन्नुपर्दा चाहिँ तपाईँको मात्र 38,000 लाउनु भएको छ है। यो चाहिँ फिक्स प्राइस भन्नुभएको छ। तै पनि केही तलमाथि गरेर दिनुहुन्छ कि भन्ने चाहिँ मैले लागेको छ मलाई। र यदि यो बाइक किन्न चाहनुहुन्छ भने उहाँको फोन नम्बर रहेको छ 9801866668 रहेको छ। यस नम्बरमा तपाईँ कन्ट्याक्ट गरेर तपाईँ यो बाइक खरिद गर्न सक्नुहुन्छ। र आदरणीय दर्शकबिन, आजलाई यति नै। फेरि पनि अरू सेकेन्ड ह्यान्ड बाइकहरू सस्तो खालको बाइकहरू ल्याउँला। र अर्को कुरा, तपाईँ यदि यस च्यानलमा नयाँ हुनुहुन्छ भनेदेखि कृपया लाइक, कमेन्ट, सेयर र सब्सक्राइब गर्न नभुल्नुहोला भन्दै बिदा चाहन्छु। थ्याङ्क यू फर वाचिङ।